भजन 79 परमेश्वरका विनाशको विलाप। हे परमेश्वर, जाति जातिहरूले तपाईको उत्तराधिकारलाई आक्रमण गरेका छन्। तपाईको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्। तिनीहरूले यरुशलेमलाई संहार पारिदिएका छन्। तपाईका दासहरूका शव तिनीहरूले आकाशका पंक्षीहरूलाई आहारको निम्ति दिएका छन्। तपाईका पवित्र जनहरूका सामु जङ्गली जनावरहरूलाई दिएका छन्। तिनीहरूले तिनीहरूको रगत पानी जस्तै यरुशलेमको चारैतिर बगाएका छन् र उनीहरूलाई गाड्ने कोही छैनन्। हाम्रा छिमेकीहरूका निम्ति हामी निन्द्राका पात्र हौँ अनि हाम्रा वरिपरि बस्नेहरूका हामी उपहासका र गिल्लाका पात्र हौँ। कहिलेसम्म हे परमेश्वर, के तपाईँ हामीहरूसँग सधैँभरि क्रोधित भइरहनुहुन्छ? तपाईको डाह आगो झैँ कतिसम्म दन्किनै रहनेछ? ती जातिहरू जसले तपाईलाई स्वीकार गर्दैनन्, ती राज्यहरू जसले तपाईलाई पुकार्दैनन्, तिनीहरूमाथि तपाईको क्रोध खन्याउनुहोस्, किनभने तिनीहरूले याकुबलाई निलेका छन् अनि तिनको वासस्थान उजाड पारेका छन्। हाम्रा पुर्खाहरूका पापको लेखा हामीहरूसँग नलिनुहोस्। तपाईको कृपा हामीलाई चाँडै उपलब्ध होस्, किनकि हामी साह्रै खाँचोमा छौँ। हामीलाई उद्धार गर्ने हे परमेश्वर, तपाईका नाउँको महिमाको निम्ति हामीलाई सहायता दिनुहोस्। आफ्ना नाउँको खातिर हामीलाई छुटाउनुहोस् र हाम्रा पाप क्षमा गर्नुहोस्। तिनीहरूका परमेश्वर कहाँ छन् भनी जातिहरूले किन भनुन्? हाम्रै आँखाको अघि तपाईका दासहरूका बगाएको रगतको बदला तपाईँ लिनुहुन्छ भन्ने जाति जातिहरूलाई थाहा होस्। कैदीहरूको करुण क्रन्दन तपाईको सामु पुगोस्। तपाईको बाहुलीको शक्तिद्वारा मृत्युदण्ड परेकाहरूको रक्षा गर्नुहोस्। हे परमप्रभु, जुन गिल्लाले तिनीहरूले तपाईलाई अपमान गरेका छन्, त्यसका 7 गुणा साटो हाम्रो छिमेकीहरूलाई फर्काइदिनुहोस्। तब हामी जो तपाईको प्रजा र तपाईको खर्कका भेडाहरू हौ, तपाईको सदा सर्वदा प्रशंसा गर्नेछौँ। हामी पुस्तौँ पुस्तौँसम्म तपाईका प्रशंसाको वर्णन गर्नेछौँ। आमेन।